हेलो एभ्रिवान वेलकम छ आज हाम्रो नानाको च्यानलमा चाहिँ गाइस पेजमा चाहिँ मैले स्टार्ट गरिदिएको भ्लग किनभने नानाले भिडियो बनाउनु हुन्छ भन्नु चाहिँ बनाउनु भएको छैन त्यही भएर मैले स्टार्ट गरिदिएको गाइस। म चाहिँ अहिले बेलुकाको बनाउँ भन्ने सोचिरहेको थिएँ कि तर घुम्नु निस्केँ बनाउँदै हुनु पर्यो। हजुर सो अहिले चाहिँ हामी घुम्न निस्केको नाना र म अनि घिसिङ चाहिँ सुतिरहनु भएको छ। सो गाइस अहिले चाहिँ हामी यहाँ दिलारामै भन्छ होइन दिलाराममा चाहिँ गाइस हामी घुम्दैछ नाना र म अघि पुगेर चाहिँ आउने हो। हजुर दिउँसो चाहिँ गाइस पानी परेर वेदर कस्तो खराब भएको थियो तर अहिले चाहिँ हेर्नु अहिले चाहिँ मौसम एकदम धेरै दामी पनि भयो। त्यही भएर नाना र म चाहिँ घिसिङलाई चाहिँ अघि जाउँ न घुम्नु भनेको कि नमानेको हो अन्त बाइक लगेर मान्दैन। आज चाहिँ उसले बाइकमा लडाएर होला कि मलाई त त्यो अलिकति खासक्क आउँछ कति लडाउँछ कि त्यस्तो फिल भइसक्यो कि कस्तो भन्यो मलाई त के हजुर लागेन भने त क्या हजुर अन्त चोटहरू लागेन अरे भने खोइ लागेन होला अब आइएर सोध्नुपर्छ। हल्का मात्रै तर गाइस के भन्नुहोस् त उसलाई चाहिँ जब चेप्छ नि तब मात्रै त्यहाँदेखि चाहिँ उसले त्यो जुन चाहिँ त्यो लिक आयो नि त्यहाँदेखि मात्रै बिस्तारै कुदाउनु थालेको नभए त्योभन्दा अब यस्तो स्पिड हालिरहेको थियो बाइक के गाइस। तर यहाँको टर्निङहरू चाहिँ हल्का खतरा रहेछ नि लड्यो भने त गयो नि अन्त नाकसाकमा चलाउने बानीले फेरि है। हजुर उसले त त्यो उसको त्यो सिमलामा यस्तै पर्छ नि त त्यही भएर चाहिँ उसलाई त्यो नर्मली लाग्छ होइन हामीलाई चाहिँ तर लास्टै धेरै डर लाग्छ मलाई चाहिँ उसलाई हाम्रो भ्लगर आउनु भएको छ सो गाइस यहाँबाट हेर्नु कति ब्युटिफुल देखेको क्या। सो गाइस यहाँको एरिया चाहिँ यस्तो छ सायद नानाले हजुर देखाइ पनि सक्नुभएको होला अगाडि पनि यहाँको भ्लगहरू। सो गाइस यहाँ हेर्नु सक्नुहुन्छ टी गार्डन तपाईँहरू पनि आएर टिप्नु सक्नुहुन्छ होइन। अन्त ए टावर घर हुन्छ अझ नानासँग पनि घुमाइ हुँदैछ मेरो भोलि त जाने हो गाइस। त्यही त त्यो सन्डे उयो लाग्छ अरे नि त नि यहाँ फेरि यस्तो भयो कि उसको फेरि छुट्टी सक्यो नि त 9 तारिक जानुहुन्छ हो अनि फेरि ऊ 9 तारिक गएपछि गएपछि हामीले चाहिँ उसको लुगाहरू सब प्याक गरिदिनु पर्ने मैले होइन छोड्छ उसको त्यो म फर्स्ट बिहा गर्दाखेरि चाहिँ उसको त्यो आर्मी कार्डको त्यो हुन्छ नि पेपरहरू चाहिँ छोरी पठाएछ फोटोहरू कि अनि मलाई पो कराउँछ तिमीले हाल्दैनौ भन्छ। अब गाइस म चाहिँ कसरी हाल्नुपर्ने भन्नुहोस् त म चाहिँ चिन्दिनँ फर्स्ट बिहा गर्दा त कसरी थाहा हुन्छ उसको सामानहरू हजुर गाइस यहाँ चाहिँ मलाई कस्तो मिनी स्विजरल्यान्ड जस्तो फिल भयो क्या गाइस किन भन्नुहोस् न कस्तो हेर्दा पनि कस्तो पिस क्या अझै त्यो झगडा परेन डिप्रेसन हुँदाखेरि जस्तो मागिन बस्नु माइन्ड फ्रेस हुन्छ। धुप्पीको गाछ चाहिँ गाइस हामी खोज्नु जान्छ लाभा तर यहाँबाट चाहिँ कति छेउमै भिजिबल हुन्छ हजुर।